मेरो नाम अभिनय खरेल। म चाहिँ नि विगत 13 वर्षदेखि एज अ डाइरेक्टर यो कम्पनीमा आफ्नै कम्पनीमा कार्यरत छु। अब एसियन फार्मास्युटिकल चाहिँ नि एउटा औषधि बनाउने फ्याक्ट्री हो, जसले चाहिँ नि विगत 27-28 वर्षबाट तपाईँको मानवको लागि गुणस्तरीय औषधि बिक्री वितरण गर्दै आएको छ नेपाल बजारभरि। त्यस्तै हामीले भेटनेरीको प्रोडक्टहरू पनि बनाउँछौँ, जुन चाहिँ पशुपन्छीहरूलाई हुन्छ या क्याटलहरूको लागि बनाइएको हुन्छ। हामी चाहिँ नि WHO GMP सर्टिफाइड अनि ISO 9001 2015 र ISO 14001 2015 मा पनि आबद्ध छौँ। त्यही पहिला त मेन कारण लोड सेडिङै हो। लोड सेडिङ पछि चाहिँ नि तपाईँको अल्टरनेटिभ एनर्जीको अरू भेन्डरहरू पनि हामीसँग आउनुभयो। उहाँहरूको प्रेजेन्टेसनमा पनि हेर्न गयौँ, तर चाहिँ नि उहाँहरूको अब त्यति हामीले मोड्युल क्लियर नभएर पछि चाहिँ नि घाम पावर पनि एप्रोच गरेको हुनाले चाहिँ हामी पछि चाहिँ नि घाम पावरसँग चाहिँ नि आबद्ध भएका हौँ। MOA साइन भइसकेपछि एउटा सेड्युल बनेको थियो। त्यो सेड्युल अनुसार नै उहाँहरूले प्रोक्युरमेन्ट प्रोसेस गरिदिनु भयो र चाहिँ नि सामान आयो, इन्स्टल भयो। अब त्यो गर्दाखेरि चाहिँ नि हाम्रो रुफटप जुन अलिकति पुरानो टिन जस्ता थियो, हामीले चाहिँ नि त्यसलाई चेन्ज गरेर अझै त्यसको लाइफ एक्सटेन्ड गरेर अब बढ्छ भनेर चाहिँ हामीले तपाईँहरूको टेक्निकल एक्सपर्ट र हाम्रो यहाँबाट चाहिँ नि थोरै इनिसियल इन्भेस्टमेन्ट गरेर चाहिँ नि हामीले टिन चेन्ज गर्यो। त्यसपछि चाहिँ नि हामीले चाहिँ नि यो सोलर इन्स्टलेसन गर्यौं र जेटबाट चाहिँ नि कन्टिन्युअसली लाइन आइरहेको छ सोलरबाट, र चाहिँ नि हामीले चाहिँ नेट मिटरिङ चाहिँ नि असोजबाट गर्न सुरु गरेका हौं। घाम पावरसँग आबद्ध भइसकेपछि चाहिँ अनि हामीले चाहिँ नि जुन बेनिफिटहरू पाउनु पर्ने या हामीले चाहिँ नि ओभरअल हेर्दाखेरि चाहिँ 7.8% चाहिँ नि हाम्रो रेभिन्यू बचेको देखिन्छ घाम पावरसँग। अझै यो चाहिँ नि हामी 15 वर्षपछि जब घाम पावरसँग कन्ट्र्याक्ट सकिन्छ त्यसपछि अझै हामीलाई बेनिफिट हुन्छ जस्तो लाग्छ। घाम पावरको हामी चाहिँ नि फ्युचर एक्सपान्सनको लागि चाहिँ हाम्रो अर्को युनिट छ सियारी गाउँपालिकामा। त्यो चाहिँ अझै यो भन्दा ठुलो र मिलेको हुनाले रुफहरू त्यहाँ चाहिँ नि अझै राम्रोसँग चाहिँ नि हामी बेनिफिट लिन सक्छौँ। घाम पावरको जुन एक्सपर्टिज छ, जुन टिम छ, त्यो टिम चाहिँ नि हामीलाई सधैँ सपोर्ट भइरहेको छ, ब्याक सपोर्ट। त्यही भएर चाहिँ हामी घाम पावरलाई चाहिँ नि इन फ्युचर हामी युनिट 1 मा गर्दाखेरि हामी अवश्य घाम पावरलाई नै अप्रोच गर्नेछौँ।